क्या कर रहे हो के गर्ने अब हलो जोत्नु पर्यो। जेठको महिना लाग्न लाग्यो। मकै छर्नु पर्यो। पछिनु मकै पोलीपाली खाने हुन्छ। यताउति कहीँ मकैको रोटी खाने भइजान्छ। खाली खेत राख्ने भन्दा त अलि यो मेहनत गर्यो भने चाहिँ अलिअलि केही न केही पाइहाल्छ भनेर मकै छर्यो। आधा खेत जोतिसकेछु। अब कुन रोइगो जोत्ने। अब यहाँबाट फेरि यसमा मोली दिएर सिधा गरेर फेरि यो अन्त पिरालु लगाउने पर्ने छ। पिरालु उम्रने टाइम भइसक्यो। पिरालु कहीँ पापडो खाने हुन्छ। अनि थोडा बहुत चल्लालाई कुखुरालाई दाना दुना भइजान्छ। मकै छरछुर गऱ्यौँ भनेपछि ये के मकै छरेको? यो मकै अच्छा। चाय भी पीने? चाय अहिले खाने होइन, घाम भएको छ। यो बोल त कमजोर भइगयो। हलो जोत्न सकिँदैन। के गर्ने, यो बोल तान्न सकिँदैन। यो हलो यो यस्तै गरी तान्नु पर्छ। के गर्ने, पहिला त सतयुगमा बोल्दो हुन्थे, तिनलाई जुङ्गडा लगाएर यो हलो त्यसमा जोत्नु पर्थ्यो। अब त मान्छेले बोल्दो बन्नु पर्छ। यस्तै गरी तान्नु पर्छ यो हलो त। काट दे।